आज गोविन्द सेतीमाया धौबजिल लुमन्ती दबुद्वारा आयोजित यस क्षेत्रका खास गरी शङ्खरापुरका सामुदायिक विद्यालयका एसीई र +2 मा उत्कृष्ट नम्बर अथवा उत्कृष्ट परिणाम प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने जुन कार्यक्रम आयोजना गरियो र त्यसमा राजेन्द्र लिङ्गदेनलाई प्रमुख अतिथिको रूपमा बोलाउनु पर्छ भनेर मलाई यो प्रतिष्ठानले माधवजीहरूले मलाई जो स्मरण गर्नुभयो र आमन्त्रण गर्नुभयो म धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। यो गोविन्द दाईको कुरा गर्दाखेरि म सबभन्दा पहिले त उहाँ र भाउजूप्रति श्रद्धाञ्जली व्यक्त गरेर उहाँको स्मरण गर्न प्रारम्भ गर्छु। म धेरै कुरा भन्दिनँ कि हकदार त हाम्रो पार्टीको नेता हो उहाँले यस क्षेत्रमा अनेक उतार चढाव र परिवर्तनका बीच पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जीवित राख्नुभयो। सबैतिर हार्दाखेरि पनि कहाँ काठमाडौँमा जितेको छ नि भनेर यो ठाउँमा जितेको छ भन्ने चिज जीवित राख्नुभयो। हाम्रो मात्रै हो जस्तो लाग्छ हैन, हाम्रो सम्पत्ति हो, हाम्रो हो जस्तो लाग्छ, तर उहाँ अब सबैको भइसक्नु। किनभने यो क्षेत्रको केवल राप्रपाका साथीहरूको मात्रै होइन, हामीहरूका मात्रै होइन, राजनीति गर्छु भन्ने सबैका प्रेरणाको स्रोत हुनुहुन्छ। राजनीतिमा पद भन्ने चिज त आउँछ जान्छ, मानिस कोही पनि अजम्मरी हुँदैन, सधैँभरि कोही पनि बाँचिँदैन। तर जो मरेपछि पनि बाँच्छ र मान्छेहरूले स्मरण गर्छन् अनि त्यो चाहिँ ठिक राजनीति गरेको रहेछ, समाजसेवा गरेको रहेछ भन्ने कुरा हुँदैन। त्यस कारणले मरेपछि पनि समाजले, मृत्युपर्यन्त पनि, मृत्युपछि पनि समाजले सम्झने काम गर्नुपर्छ, त्यस्तो व्यवहार गर्नुपर्छ भन्ने प्रेरणाको स्रोत हो। त्यस कारणले केवल राप्रपाका लागि मात्र होइन, यो पुरै समाजका लागि, सबै राजनीतिक कर्मीहरूका लागि उहाँ त्यो आदर्श व्यक्ति, त्यो अनुकरणीय व्यक्तिलाई म फेरि पनि स्मरण गर्न चाहन्छु। हामी गोविन्द दाईको कुरा गर्दाखेरि सबै व्यवस्थामा आफ्नो उमेरले भएका सबै परिवर्तनहरूमा एक छत्र आफ्नो ठाउँमा छाइराख्ने जुन उहाँको त्यो क्षमता र उहाँको जो इतिहास छ नि हामीले पढ्दाखेरि त्यो सामान्य कुरा होइन। मान्छे भुलुक्क आउँछ राजनीतिमा हैन, चमत्कारी जस्तो भएर चाहिँ आउँछ तर 2 दिनमा हराउँछ हैन। धेरै पुरानो मानिसहरूको इतिहासको चर्चा नगरौँ, को आए गएको कुरा नगरौँ। म मान्छेको त अहिले पनि कुरा गर्दिनँ, गर्नु मिल्दैन, तर अस्ति भदौ 23 र 24 गते हेर्नुहोस् त, 2 दिन अगाडि हैन, त्यही 23 गते बिहानसम्म लोकप्रियताका शिखरमा रहेका मानिसहरू हैन, ओहो गाउँमा त यसलाई कसैले केही गर्न सक्दैन भनेर माथिका पनि छोडौँ, गाउँकै पनि कुरा हैन, मानिएका मानिसहरू 24 गते 12 बजेपछि कस्तो दिन आयो, एकैछिनमा को कहाँबाट कहाँ पुग्यो। त्यो 2-3 दिनभित्र, त्यो हप्ता दिनभित्र लोकप्रियताका शिखरमा रहेका मानिसहरू कहाँबाट कहाँ पुगे भने हामीले यो चिज जो गोविन्द दाईले जोगाउनु भयो नि, जुनसुकै व्यवस्था आउँदाखेरि पनि, जुनसुकै परिवर्तन आउँदाखेरि पनि सबैको दाई भइराख्नुभयो, सबैको अभिभावक भइराख्नुभयो। एउटा पार्टीको
नेता कार्यकर्ता भएर पनि सबैले मान्ने र सम्झने मान्छे भइराख्नुभयो, त्यो चान्चुने कुरा होइन। त्यो भइराख्नु राजनीतिक कर्मीहरूका लागि सामान्य कुरा होइन। त्यसकारणले राजनीतिक कर्मीहरूका लागि उहाँ प्रेरणाको स्रोत हो र उहाँबाट, उहाँका व्यवहारबाट, उहाँको चरित्रबाट हामीले सिक्नुपर्ने थुप्रै कुराहरू छ र त्यसबाट यहाँका राजनीतिक कर्मी साथीहरूले लाभ लिनुहोस् भन्ने म चाहिँ आग्रह गर्न चाहन्छु। र राजनीति भन्ने चिजबाट हामी डराउनु हुँदैन। मैले अघि यहाँ कति साथीहरूले अलि राजनीति र समाजसेवा अलग अलग हो, त्यसलाई मिसाउनु हुँदैन पनि भन्नु खोजेको जस्तो देखेँ। राजनीति चाहिँ समाजसेवाको सर्वोत्तम माध्यम हो, सबभन्दा ठुलो क्षेत्र हो। जस्तै अहिले यो प्रतिष्ठान बन्यो, यो प्रतिष्ठानले शङ्खरापुरको पनि एउटा सानो क्षेत्रमा काम गर्छ। जतिसुकै राम्रो उद्देश्य भए पनि उसको स्रोत साधन र अधिकार क्षेत्रहरूका सीमितताहरू हुन्छन्। यो नगरै बनाउनु पर्यो भने त यो प्रतिष्ठानले सक्दैन, यो नगरै बनाउनु पर्यो भने त कसले सक्छ? यही मेयरले सक्छ, यही उपमेयरले सक्छ, यही वार्ड अध्यक्षले सक्छ, अथवा यहीँको नगरपालिकाले सक्छ। किनभने स्रोत पनि हुन्छ, साधन पनि हुन्छ र अधिकार पनि हुन्छ। त्यसकारणले देश बनाउनु पर्यो भने पनि कसले गर्ने त? जसले जतिसुकै थुतुरो लडाए पनि, जसले जतिसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै त्यागको कुरा गरे पनि यो त्यागी हो, त्यो आदर्श हो, त्यो राम्रो मान्छे हो भन्ने वाही देशभरि कमायो भने पनि उसले देश त केही पनि गर्न सक्दैन। देश बनाउने त सरकारमा बस्ने मानिसहरूले अथवा राजनीतिमा हुने मानिसहरूले नै गर्ने। त्यसकारणले राजनीति नराम्रो कुरा होइन, राजनीति तर्सिनु पर्ने चिज होइन, राजनीतिबाट मानिसले भाग्नुपर्ने कुरा होइन। राजनीति समाज सेवाको सर्वोत्तम माध्यम हो। तर राजनीतिमा गलत मान्छेहरू भइदिँदाखेरि, राजनीतिमा भ्रष्ट मान्छेहरूको हालिमुहाली भइदिँदाखेरि, राजनीतिमा जाने मानिसहरू भ्रष्ट भइदिँदाखेरि राजनीति हाम्रो लागि डरलाग्दो विषय भयो। पार्टीको मान्छे बोलाउनु हुँदैन, त्यो अर्को पार्टीको मान्छे भेट्नु हुँदैन, अर्को मान्छेको कुरा सुन्नु हुँदैन भन्ने कुराले हामी संक्रमित भयौँ। जसले गर्दाखेरि आज हेर्नुहोस् त देशले कस्तो बिहोर्न पर्यो। आज हामी राजनीतिक कर्मी मानिसहरू, त्यो पवित्र क्षेत्रमा हुने मानिसहरू ठिक नहुँदाखेरि आज पुरै देश दुनियाँले दुःख पायो। हामी यो प्रकारको सङ्कटमा अहिले चाहिँ जुन छौँ कि त्यो हाम्रो भवनहरू भत्कियो नासियो भन्ने कुरा मात्रै होइन, हाम्रो राष्ट्रियता नै अहिले चाहिँ खतरामा पुग्यो। अहिले हाम्रो नेपालको निर्णायकत्व नै हाम्रो हातबाट बाहिर जाने खतरा भयो। र एक प्रकारले हामीले लामो समयदेखि भन्दै आएको थियौँ कि हाम्रो निर्णायकत्व हाम्रो हातबाट बाहिर जाँदैछ। विदेशीहरूले नेपालको प्रधानमन्त्री को हुनुपर्छ उनीहरूले बनाउँछन्, उनीहरूको योजनामा बन्छ भनेर भन्थ्यौँ, अहिले त बनाएर देखाइदिए। त्यसकारण राजनीतिलाई समाज सेवाको सर्वोत्तम माध्यम हो र यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने कुरामा हामी सबै राजनीतिक कर्मीहरू एकता बताउनुपर्छ। आज खुसी लाग्यो, सायद यो 23-24 पछि पहिलोचोटि होला शङ्खरापुरमा सबै राजनीतिक दलका साथीहरू एक ठाउँ भेला हुनुभएको छ, एक ठाउँ बस्नु भएको छ। यो निरन्तर रूपमा अगाडि जाओस्। माधवजीलाई चाहिँ म आग्रह गर्छु, यो प्रतिष्ठानले सबैलाई यो जोड्ने काम गरोस्, सेतुको काम गरोस्, हामी सबै मिलेर काम गर्न सकौँ, जसले जहाँ जहाँबाट सकिन्छ देशको विकासमा योगदान पुर्याउन सकौँ। हाम्रो जीवनकालमै हाम्रो आँखाले यो देश बनेको देख्न पाऊँ, हाम्रा भावी सन्ततिले यही देशमा गरी खाने वातावरणको निर्माण गर्न सकौँ। अहिले यो विध्वंस र विपदको बीच पनि म चाहिँ एउटा त्यस्तो आशावादी र विश्वस्त मानिस हुँ। संसार बन्छ भने
हाम्रो देश मात्रै नबन्नु पर्ने कुनै कारण छैन, यो देश पनि बन्छ। यो देश मात्रै नबन्नु पर्ने कुनै कारण छैन, ठीक मान्छेको हातमा परेको दिन यो देश पनि बन्छ र 5-10 वर्षभित्र यो देश बनाउन सकिन्छ। त्यो काममा हामी सबै लागौँ। हामीले आफूले हिँडिराखेको बाटोमा सबैले एकचोटि पुनर्विचार गरौँ कि कहीँ म गलत गरिराखेको छैन, गलत बाटोमा त हिँडिराखेको छैन भनेर। हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि अर्को कुनै कुरा छैन र हाम्रो सबै राजनीति देशका लागि हो, हाम्रो सबै पार्टी देशका लागि हो र देशलाई केन्द्रमा राखेर हिँडौँ। त्यो भयो भने यो देश बन्न केही पनि बेर लाग्दैन। यिनै कुराहरू आग्रह गर्दै फेरि पनि म गोविन्द सेतीमाया धोबजी लुमन्ती दबुलाई धेरै धेरै धन्यवाद भन्दै यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद।